अब ड्युटी तर्फ लागेको आज भने लास्ट ड्युटी भोलि सन्डे छुट्टी छ हाम्रो अनि त्यही गाइस लाग्दैछ हामी कामतर्फ हो सके क्या हो यही हो है हाम्रो कम्पनी चाहिँ हामी चाहिँ दिनमा 2 घण्टा त्यस्तै लाग्छ हामी चाहिँ दिनमा 2 घण्टा आउने टाइम होइन त्यसपछि जाने टाइम 1 घण्टा टोटल 3 घण्टा चाहिँ हामी यात्रा गर्नुपर्छ एक दिनमा त्यो पनि काममा आउनलाई कतै जानलाई होइन यहाँदेखि यतासम्म अनि हाम्रो क्यान्टिन आउँछ क्यान्टिन देखाइहाल्छु तपाईँहरूलाई अब झोला झुन्डाइदिइहाल्यो टक्क लगाएर अब लाग्नुपर्छ यो हाम्रो क्यान्टिन भनेको चाहिँ रोक्न मन त थिएन तर पनि भिडियो बनाइदिउँ भनेर रोकेको है यो हाम्रो कम्पनी अनि पार्किङ साइट आउँदैछ केटाहरू धमाधम मान्छे पनि होला 21-22 सय जति छ कि जस्तो लाग्छ मलाई त किन भन्दाखेरि 22वटा त्यस्तै बसमा आउँछ क्या अनि काम गर्ने मान्छे मात्रै अफिसको मान्छेहरू छुट्टै भयो होइन भइहाल्यो काम गर्ने मान्छे चाहिँ त्यही हो बसमा आउने मात्रै अनि चाइनिजहरूको यहाँ पूजा गर्ने ठाउँ छ 58 भइसक्यो रहेछ अब चाहिँ लाग्नुपर्छ हामी अब लाग्यो है यता छ हाम्रो फाइटलको लोगो भिडियो आएको छ यता टोयलेटतिर अब निस्केको हामी टोयलेटबाट ससुरालीमा आएको जस्तो भित्र फुकालो पर्छ यार एउटा छु हामीलाई त्यही जुत्ता हराई गरिन्छ यता चाहिँ हाम्रो यहाँ यसरी तल्चा लगाएको छ हाम्रो यतातिर त्यही अब जुत्ता राखिदियो चक्क लगाएर गाह्रो छ नि भोलि बिहान हुन्छ कि नै थाहा छैन जुत्ताको हालत के छ हो के छ युट्युबको लागि युट्युब बनाउने के एउटा स्टेप कडे होइन अब त्यहाँबाट लानुपर्ने अब त्यो पनि एउटा स्टेप 2वटा स्टेप भयो 3वटा अनि 4वटा 5वटा स्टेप काटेर चाहिँ आउनुपर्छ होइन त्यही अब यहाँ चाहिँ हात धुनुपर्छ हात धुनु भने यहाँ चाहिँ कडा गरिन्छ त्यही हो हात धुनु है हात धुएर गएर मलाई अब बेस लगाउने काम आउँछ यहाँ हात सुकाएर चाहिँ हामी लाग्नेछौँ यता डेस लगाउनेतिर अब यहाँ चाहिँ पुरै छोपेर जानुपर्छ होइन अब डेस यसरी लगाएर जानुपर्छ यसरी भएको मान्छे टक्क डेस लगाएर अब म रेडी भएर चाहिँ देखाउने वाला छु हाम्रो घरले ब्रेक आउँदाखेरि दिन्छ कि यार लुत्तै गइहाल्छ भालो है अब सिद्धिसक्यो अब जानु पर्यो केटाहरू घुस्छु
पानी खाने ठाउँ है हाम्रो फाइनली 12 घन्टा सिधिसकेको छ अब रुमतर्फ लाग्नेछौँ हामी अन्त वेटिङमा छ हाम्रो बस त्यही हो भालुरङ स्क्यान गर्यो अब रुमतर्फ लाग्यौँ हामी सिधै आजको काम हाम्रो बल्ल 12 घन्टा सुताएर रुमतर्फ लागेको अब 1 घन्टा स्टार्ट हुँदैछ हाम्रो पानी पनि भन्ने मान्छे यो हामी मलाई काम सिकाएको उहाँले चाहिँ त्यसैले देखाएको यो भाइ तल हेल्थ केयर आप त यारमा सबै सिद्धायो अब 2वटा मात्र रहेछ केटाहरूले चुटाल्दै लाँदै पुरै भरिरहेको थियो त्यही अब हामी चाहिँ रुममा आइपुगिसक्यो पानी पर्न लाग्छ आज मस्त निन्द्रा लाग्नेवाला छ होइन त सम्झे फाइनली हामी रुम आइपुगिसकेका छौँ आज भ्लग हाम्रो यहीँ हुन्छ तपाईँहरूलाई तपाईँहरूमा केही प्रश्न छ भने भाइरलको बारेमा केही सोध्नु छ भने सिधा कमेन्ट मार्नु होला त्यही हो हाम्रो नेपाली साथीहरू नै आउँछ होला 2025मा त्यसको लागि तपाईँहरू एकदमै बुझेर आउनु होला भन्छु म पछि आएर गाह्रो हुँदाखेरि हामी काम गर्ने मान्छेलाई नै हो गाह्रो हुने त्यो गाइस सब्सक्राइब गर्नु होला यदि तपाईँहरू लास्टसम्म हेर्दै हुनुहुन्छ भने कमेन्ट मार्नु होला एउटा सेयर चाहिँ मार्नु होला है